Hello guys, welcome back to my vlog after so long time. And today, as a time, we pura dry picnic kind of, maybe like, अनि कहीं जंगल में जाँदै छम. चस्मा लगाइराखौँ न है. म चाहिँ खासमा आज भ्लग बनाउँछु भनेको तर लास्टै बिर्सेसके गाइजहरु. सो अहिले बाटोमा आएपछि चाहिँ याद आयो कि आज त भ्लग बनाउनु पर्ने छ भनेर. सो अहिले चाहिँ म सुजलको घर जाँदै छु. And let's see. त्यसपछि हामी बसमा चढेर जान्छौं अनि इग्नोर दिस यो पोल गाइज. अहिले चाहिँ म ठ्याक्क मातृभूमि स्कुल अगाडि आइपुगेछु. त्यो पछाडिको चाहिँ मातृभूमि स्कुल रहेको छ. ओके सी यु देन गाइज. अब बाटोमा बनाउन पाउँदैन, पेट्रोल हाल्नु पर्ने छ. पेट्रोल अघि 1 मा देखाइरहेको थियो, अहिले के 3-4 मा देखाएको छ. यो स्क्याम गरिरहेछ मलाई गाइजहरु. यो सुजलको घर नजिकैको बाटो आए हैन. सुजल ढाका फोन नउठाएर झन् ब्यालेन्स सकेको मुला ल्याङ मात्र गरेर सुजलले. अब सुजललाई लिएर सुजल र म जाने हो गाइजहरु. यो सुजलको घर नजिकैको स्कुल रहेछ. यो स्कुल नजिकै आइपुगे. त्यही हो गाइज. सानो फुच्चीहरू पुरा फुटबल खेल्न हिँडेको जस्तो छ आज स्याटरडे भएर. गाइजहरु पेट्रोल भरे. यो सुजल ढाका पनि आयो. अब हामी जान लागेको सुजलको. हेलो गाइज. ल अब हामीहरू चाहिँ सुजल र म सुजल ढाका आए भन्दैन उसको के रे के हुँदैन तोरे के रे तोरे भनेछ. तेरे नामको हिरो जस्तो देखेछ उ भाइ त. अब हामीहरू चाहिँ मोटु बाजुहरू त उता आइसक्यो रे हैन. हजुर एक्सपेक्टेसन चाहिँ त्यो पिन्ट्रेस्टमा यस्तो किस्ती थियो हैन. निकाल्छु दाइ यो त झन् अहिले भएको त चिपिक्क भएको जय नेपाल गाइज. त्यही हो गाइजहरु. अब म त अघि बाटोमा आउँदा त भ्लग बनाउने भनेर बिर्सेछ कि आधी बाटो आएर अनि स्कुटर रोकिन अनि सुरु गरेर रेकर्डिङ. ल ल ल हामीहरू चाहिँ गाइजहरु गाडीमा जान आँटेको. गाडी यहाँ अगाडि छ. What the heck? यही गाडीमा जाने हो. यस्तो थुत्रै हो गाडी पनि. गाइजहरु हामीहरू चाहिँ भेटघाट भयो. मोटु बाजु भेट्यो हैन. उयो मान्छे त सुतेर उठेर आयो. अब तिमी अब यस्तो उठेछ त्यसै देखिरहेको छु त म. अनि त्यही हो. अब हामीहरू टुकटुक चढेर जाने. यो चाहिँ फर्स्ट टाइम है काठमाडौँमा टुकटुक यस्तो चाहिँ. ले ड्रिपी बोइजहरू हो नि त हामी. ड्रिपी बोइजहरू हो नि त ऊ. होइन डाँडा काँडा देखेर चाहिँ अलिक भएको छैन होला. सुजललाई त खरोडमै हिँडे जस्तो लाग्यो होला. अलिक तर डाँडा काँडाले गरेर चाहिँ हावा चाहिँ फ्रेस है. यहाँको टुकटुक यो टुकटुकमा चाहिँ कहाँको उछुटी ढोका नभए भने त उछुटी रहेछ जस्तो लाग्यो बाटोमा चाहिँ. गाइजहरु अब हाम्रो चाहिँ यहाँ सुरु भयो हाइकिङ. अब यहाँ मोटु सुरु भएको छैन. थकै लगाएर फेरि कति माया साथीको. खै कता उयो चुनी चुनी के भनि थियो त. उयो चुना चुना छ त्यो. ऊ त्यो गाउँको घर रहेछ साथीहरू. फोटो खिच्नुपर्छ. एस्थेटिक गाइजहरू. आजको मेरो ओटिडी चाहिँ गाइजहरू माई फेभरेट अल टाइम पजामा. यो टी सर्ट किन भएन मेरो युएसबाट आएको टी सर्ट हो नि त यो. मेरो युएसबाट आएको टी सर्ट हो यो गाइजहरू. राम्रो खाएको थियो अनि आइफोन भ्यू राम्रो आयो. भ्यू हेर नि कस्तो राम्रो छ कि यो गाउँको घर रे. अहिले यहाँ गएर फोटो खिच्नुपर्छ फर्किँदाखेरि. ड्याम छ. ल खोलाको आवाज बज्यो साथीहरू. खोलो आयो खोलो. कुकुर कस्तो राम्रो रोची. कुकुर कुकुर बिचरा कुकुर. कालो टिका लगाइदिएछ कुकुरलाई. कस्तो राम्रो देखेकै तल भुइँमा. पाण्डावाला आउटफिट हो नि त मोटुको. आज व्हाइट ब्ल्याक जुत्ता नि टी सर्ट र प्यान्ट.
पागल हो पागल हो साइकोप्याथहरु छ नि फेरि हाम्रो साथीहरु अलिअलि यिनीहरूलाई अघि पिचको बाटोले एकदमै समस्या दिइरहेको थियो अहिले बल्ल मन प्रसन्न भयो होला यिनीहरूको ल गाइजहरू हामीहरू यहाँ पुगिसक्यो उहाँ माथि चुम धेरै भएका केटाकेटी उहाँ माथि गएर बसिरहेको छन् हामीहरू अझै छौँ बाटोमा हिँड भाइ हिँड देखिरहेछ छिगी आबु बम बम जबरदस्ती मङ्की जम्प अहिले फेरि मङ्की जम्प फेरि उता खोल्सातिर जाला नि फेरि ओ माई गड गराउँदैन अरे ए मेरो मिचाको झोला मेरो मिचाको झोला गाइजहरू सुजल भाइलाई बोकाएको नि त अब चाहिँ मेरो पालो सक्यो भनेर मेरो ब्याग हो त्यो ल के रे सुजल त्यही त मेरो ब्याग होइन नपत्याइरा मिचा भन्ने ब्रान्ड हो नि त ब्रो झर्ना सँगसँगै झर्ला जस्तो छ बाटो त के को रुख हो त यो फुलिरहेको खान मिल्छ यो ट्राई गर्न मिल्यो ए हस् धन्यवाद खाँदा कस्तो तिमी खाऊ हो मलाई चाहिँ एउटा गरेर खाऊ न एउटा गरेर खाऊ न यो बाउले त सबै टिपेर भ्याउने आँट्यो भइहाल्यो त तीनटा एउटा टिपेर खाऊ भन्दैछु त मैले यहाँ एउटा टिप्ने एउटा खाऊ भनेर चाहिँ दुईटा लिन्छ फेरि मोटो जस्तो एउटा खाऊ न केही छैन लास्ट सरम धरामा आफूले माग्नु नै छैन अरूले मागेको पनि है एउटा खाऊ भन्छु बेहोरा भने बेचेर आइसक्यो त्यो बुटोल र ठमेलमा होइन त मोटो ठमेल गएर के बेचेर आइसक्यो अझ गाइजहरू हामीहरू चढ्न आँटेको के फल खाएर केही भएको छैन जिब्रो रातै हुन्छ त मुला एउटा खम्बा जस्तो चाहिँ कि नबोलिकन उभिरहेको छ फेरि खम्बा गाइज यहाँ मुनि घाइते खोल्सा छ कसरी झर्दैछन् गाइजहरू उता चढ्दैछन् कोही झर्दैछन् डेढ छ त फेरि बाटो माथि पनि झर्दैछन् अब हाम्रो चाहिँ गाइजहरू यो लिची ब्रेक हुँदैछ मोटु बाजुहरूले लिची ल्याएको आज स्याङ्जाको खाने हो मिठो हुन्छ मिठो गाइज चापाकोटमाहरू नि त गाइजहरू खाएको ल गाइजहरू ले खाएको ल खाएको लिची खाएर देखाउँछु ल साथीहरू नरिसाउनु ल यस्तो मिठो मिठो खायो भनेर हजुरलाई नै खानु मन छ नि आउनु म हजुरलाई खुवाउँछु है खायो यही सकिन आँटिसक्यो हजुरलाई यसरी फोकेर खुवाइदिन्छु मलाई खुवाइदेऊ न त के बोले कसरी फोकेर खुवाइदिन्छु भनेको कस्तो के बोल्ने हो ल हेर मिठो 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 साथीहरू आउँछन् जान्छन् गाइजहरू अब हामीहरू चाहिँ लागेको ल जाम है त ल अझ यो भिडको देखाउन सर्दाखेरि यस्तो अरूलाई I'm still lonely. I had nobody. You do. यही हो नि बाटो माथि यही त हो नि बाटो होइन यही हो थाहै छ त उकालो त What the heck? Oh my god. बाटो सिधै माथि हेर सिधै बाटो नि के हो यस्तो सिधै छिटो हेर्नु न माथि उहाँहरूको बाँदर चढेको
गाइजहरु यस्तो भिड कहाँ पुगिसक्यो सुजल ढाका आय मोट बाजे बाउनले गोदे खान्छ नि टोर खोइ त फेरि गाइजहरु हाम्रो जंगल पिकनिक यस्तो हुँदैछ हाम्रो मोटु साथीले खाँदै हुनुहुन्छ उ बाजु साथी उता छेउतिर यता सुजल भाइ अस्मिको हात ताजमहल बनाउने मान्छेको झैं के गर्दिनु पर्छ मुला र अब हामीहरु चाहिँ लास्टतिर पुग्यो हाम्रो खाजाको कार्यक्रम हजुर कहाँ यस्तो राखेको यार फाल्ने हैन खाली हैन त्यो प्लास्टिक फालेर झोला बोकेर घरले जाने हो आउन जहाँ पाइ त्यो फाल्छ हेर गाइजहरु म यहाँ पानी रोकिरा छु हेर हेरे पानी आशिका दिदी हेर्नु हामीले सफा गरेछ मै आशिका दिदी यो बाउला बोकेर लैजानु है हेर है गाइजहरु यहाँ अब झर्ना है झर्ना उही झर्ना सुक्यो हात धुनु पर्यो हात धो न साथीलाई झर्ना तिम्रो लागि खोल्दै त मैले मुख चुट्न परेको जस्तो अब मुख चुट्ने क्या 10 रुपया लेगा मैं 10 रुपया लेगा गाइस ये अब इंडिया और पाकिस्तान का झगड़ा हो चुका है और मैं इंडिया होने के नाते पाकिस्तान को तंग करने के लिए पानी बंद कर दे रहा हूँ अब मैं देखो झगड़ा पर बम 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 हो गया अब इधर पाकिस्तान और इंडिया के वार में इंडिया ने जीत लिया पाकिस्तान को इसलिए मैं यही खुशहाली में बाहर खोलने जाना खोल दिया मैंने इतना भी नहीं खोलना था मुझे भगा दिया ये बाउन को भगा दिया है भैया गाइजहरु हामीहरु त यति धेरै टिकटक बनायो यति पनि खोलाको हैन माग्नु यहाँ माथि पानी क्या तिर खलायो भाइ खोलाको पानी दिन्छ गाइजहरु हामी त यहाँ माथि आएर हेर्न थाल्यो डाँडा काँडा जाने भने म लैदिन्छु हैन तर हाम्रो चाहिँ बेसीमा हो खोला नाला तपाईको फेभरेट चिज चाहिँ म देखाइदिन्छु हैन तपाईलाई खोलामा सुताइदिन्छु बगाइदिन्छु अनि उतापट्टि गएर खुट्टा तानिदिन्छु बग्दाखेरि चढी यन्त्र गाइज हेर भोलि पर्सि म सिन्धुपाल्चोक गएर केही भइहाल्यो नि सुजला समात ल भ्लग बनाउनु पर्छ ल त्यहाँ हेर्न गाइजहरु भ्यूज कस्तो भ्यू कस्तो देखेछ यहाँ मोटुको साथी गाउँका मान्छेहरू सबजना आउँछन् गफ गर्न राजनीति गफ दिएको फेरि के भयो तिम्रो नाम चाहिँ के हो नि कुकुर उसको नाम कुकुरको साथी कुकुर पनि आयो अर्को काले आयो काले खैरेर काले हामीसँग केही छैन कसरी पानीको लागि भने कसरी तिनीहरूलाई त्यहीको पानी पिन दिएर गाइजहरु हामी चाहिँ अब फर्केको यस्तो छ जंगल चाहिँ इन्फ्लुएन्सरले दिइरहेछ है फेरि टुरिस्ट हो जोला बोकिरहेको नि त हामी चस्मा मेरो पनि चस्मा सिक्छ अब इन्फ्लुएन्सर यिनीहरू चाहिँ लोकल यहाँको लोकल छप्रीहरू कपडा पनि त्यस्तै राम्रो छप्री जस्तै हाम्रो त राम्रै छ छप्री जस्तै भ्याङल्याङ गाडी हिँडेछन् झ्याम बुत्ता बाटो बढाएर
यी दुईजना चाहिँ झ्याम पुतलाहरू नि हेर न झ्याम झ्याम हिँडेछ पुतलो अहिले लड्छ झ्याम पुतलीहरूको खुट्टामा ढोक्न उडे ओ गाडी आयो यस्तो बाटो छ यस्तो ठाउँ आयो साथीहरू गाडी नि ल्याएर हारेछ कसले मैले के त्यो छ नि ढुङ्गा हारिसक्यो होइन मैले रोड भने जस्तो कालो के त्यो पिच हुन्छ नि नयाँ पिच के त्यस्तो देखेको ओ हामी ऊ त्यो माथिको डाँडा पुगेर आएको गाइजहरू ओ माथि डाँडामा त्यही पिङ्क कलर घरमा हामीले पानी सोधेको त्यस्तै ल त्यही बाहिर त्यही पानी पियो ल ल ल हल्ला नगर ल हिँड त्यही हो ओ मुन्नेले हेरिरहेछ त्यहाँबाट हामी चाहिँ गाइजहरू तल आएर बिरूप देखिसकेछौँ छ्या काम गरेर आए जस्तो देखियो त्यही त घाममा डढेर गाइजहरू ट्यान भएछ नि हामीहरू अब बाहिरतिरको खैरोहरू ट्यान भयो भने त पुरा रात भएर आउँछन् है हामीहरू कालो न कालो धुस्से न धुस्से अब हामीहरू चाहिँ फर्केको आजको ट्रिप यस्तै भयो कस्तो रमाइलो भयो रमाइलो भयो त कसले भन्यो त्यस्तो भयो भने कसले भन्यो बोधिदिन्छ पछाडि भयो हामी त बोलेकै छैन मेरो छालामा अझै मसँग न्यु खोज्ने यस्तो भाडा बुढीहरूले त्यो कपाल छ नि फेरि रुवाई रिगाइदिएर फेरि वुल्फ कट काट्ने रे हो यो भाइले होइन मान्छे स्याल जस्तो छ कि वुल्फ कट काट्छ काट्ने नकाट्ने नि मान्छे त स्याल नै त हो मोटो भ्यू हेर गाइजहरू के भनेछ हामीलाई यस्तो ड्राइभरले खुब यस्तो भन्यो हो त अनि एक्सन स्पिक्स लाउडर देन भोइस हो एक्सन voice and a words हो एक्ज्याक्टली त्यही भन्नु खोजेको voice and a words हो ओ माई गड लास्टै कुदाइदियो त हो दाइले त बाई बाई तारे भिर यस्तो छ हामीहरू पक्कै लाग्छौँ Last pack together. Oh my god. My god guys, यस्तो छ भिड त्यत्रो ट्रेकिङ गरेर अहिले यस्तो प्याक बस्नु अगाडि डाइरेक्टली लम्पासर होला गाइजहरू यो बाजेले फोनै अहिलेको गाडीमा जुन फर्स्ट गाडी चढाएको थियो नि त्यसमा छुट्याएछ फोन अब ल्याङ गरेर यो मान्छेले अघि कल गरेको धन्न त्यो मान्छे कस्तो राम्रो परेछ उसले चाहिँ के अरे ल ज्ञानेश्वर आउनु ढुक्क बस्नु म दिन्छु त्यहाँ फोन आउनु भनेर भन्यो उसले त्यस्तो भयो यस्तो हाम्रो फेरि ग्रुपमा फेरि यस्तो काण्डहरू एउटा दुइटा नभइसँग त फेरि एउटा राम्रो भ्लग ट्रिप त फेरि हुँदैन नि साथीहरू फेरि काण्ड मचाउने धेरै जस्तै हामी नजाने बस पार्क कलङ्की रे हामी नजाने कन्टेन्ट पायो अनि फोन हराएर त्यो मान्छेले गयो मोटो बाई मान्छे पनि अथवा पहिला हेरोस् हामीलाई ज्याम ओके सर्टकट सुजलको घरमा छ मेरो स्कुटर त्यहाँबाट जानलाई घर जाँदै हो मोटु बाजुलाई बाई बाई भनेर गाइजहरू यहाँ चाहिँ बाटोमा सब्जी मन्डी रहेछ उतला
patapin tralala tralala pur patapin tralala tralala pur patapin tralala tralala pakha puchina sisina lili ladila odkale balairina kapuchina spasena singa simpatini banandini bombo mini kus tipi topi bolbaloli jodi loli ओहो ताली 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 ल यस्तो राम्रो गाएको तिमीलाई कसले सिकाएको भाइ यस्तो गाउन कसरी सिका भन त युट्युबमा हेरेको मैले सिकाएको भन न हैन मैले सिकाएको तिमी कति क्लासमा पढ्ने तिम्रो नाम भन त My name is Simon Bosnet. यो नेम इज साइमन बस्नेत अनि तिमी कति क्लासमा पढ्ने म चाहिँ 1 क्लासमा पढ्छु 1 क्लासमा कति क्युट हो तिमी चाहिँ कसरी क्युट भएको भन न मलाई नि यस्तै क्युट हुन मन लाग्यो तिमी जस्तै कसरी क्युट हुने भाइ माम खाएर हो कसरी क्युट हुने भन्दैन